गुड मर्निङ एन्ड हेलो एभ्रिवान। म चाहिँ नचाहिँदा युट्युबर होइन, त्यही पनि बनाउँदैछु। हामी चाहिँ झन्डी बाटोमा के अरे कुन ठाउँ अरे यो कुन ठाउँ अरे हामी इटरीदेखि होइन चढ्दै 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 अब विशुदु पाडका भन्ने ठाउँ जाँदैछौँ। त्यहाँदेखि झन्डी डाँडा बाटो धेरै कठिन थियो, त्यही पनि हामीले कट्यौँ। अब धेरै टाढा छैन भन्ने आश गर्दछु। मौसम ओभर राम्रो छ, चिसो छ। अनि मेरो साथमा दुईजना छ, त्यही भएर अस्ति योपालि हाइकिङ गर्थ्यौँ, यक्थ्यौँ गर्थ्यौँ। यसपालि चाहिँ झन्डी डाँडा जाँदैछौँ। हामी चाहिँ खोलामा आइसकेको छौँ होइन। अब खोला तर्नेछौँ, तरेको भिडियो हामी बनाउने छौँ। सो वेट गरिदिनु होला। यहाँ जाने बाटो नभएर त्यहाँ हिँडिरहेछ। ओए ब्याग बोक्दैन, म भिडियो गर्छु। पानी बोक्दैन, पानी म पनि मेरो अब खुट्टाहरू मजबुत बनाउँछु। दर्शक देख्न सक्नुहुन्छ, हामी खोलामा आइसकेको छौँ। अब सिर्फ माछा मार्न मात्रै बाँकी छ। सजिलो त छैन हो, तर्नलाई गाह्रो छ। हामी पनि रेडी छौँ। ल बिस्तारै बिस्तारै तरौँ है। खोला पारी म माया लाउँदिन। उता जाउँ उता जाउँ न। साह्रै ठुलो खोला छ हौ। तर्छु जस्तो त मलाई लाग्दैन। बिस्तारै ट्राई गर्नेछु। अघि गाउँमा सक्यो मलाई त। आमा भिजायो त्यहाँ त मलाई झन्डै लडायो माछालाई। आमा प्रेस त पानीको। आमा ला कपडाको हालतमा भिजाइदियो त मेरो त। हेर्न म त कट्टुमा जान्छु। अब त कट्टु लाग्छु, कट्टुमा जान्छु म त। उहाँ अगाडि गएर हामी खोला तर आइसकेको छौँ होइन। अब हामी विष्णु पाटिका जाँदैछौँ। सो जस्ट वाच। हामी उकालो चढेर थाकेर अनि दुईवटा पहाड कटेर अनि खोला कटेर अब जाँदैछौँ झन्डी डाँडा। सो हामीले देखेको छैन, मौसम पनि राम्रो छ, तर भ्यू अलिक मधुरो छ। तर हिँड्ने दम अझै बलियो छ, किनकि झन्डी पार्क जाने बाटो यहाँ छ। भगवान दर्शक देख्न सक्नुहुन्छ, कस्तो दामी भ्यू छ। घाम चर्को नलागे पनि पसिना जिउभरि छ। सो मेरो क्यामेराम्यान हाँसिरहेको छ। अनि मेरो अर्को साथी अगाडि गइसकेको छ चुड खाँदै। चुडे साथी सो रमाइलो छ। हामी सक्दो उकालो चढ्दा अहिले बाटो हिँड्दैछौँ। अब हामी छिटै विष्णु पाटिका पुग्नेछौँ। त्यहाँदेखि अनि अर्को एउटा डाँडा, त्यसपछि झन्डी डाँडा पुग्नेछौँ। गाइस लु बाई। झन्डी डाँडाको अनुभव सिन त राम्रो छ नि।
अन्डा ब्रेड अन्डा खान्छौ नि के खान्छौ तिमी भात त खान्छौ नि ऊ गाडी मात्रै खान्छ तर केटी पनि किसिम किसिमको हुँदो रहेछ मलाई थाहा भयो क्या सबै कि एउटै हुँदैन रहेछ सबै पानी पुरा पनि मर्दैन रहेछ क्या सिधासम्म भएको डेक्कै टाइम खान्छ होला यतिखेर अहिलेको 11 बज्न आँट्यो नि भोक लागेर पानीले भिजेर छाड बस्दैछ होइन मौसम देख्न यस्तो छ अनि केचप र ब्रेड अनि अन्डा हाम्रो ह्याकिङ यादगार रह्यो भिज्यौँ अनि हतार हतार आयौँ उकालो चढ्यौँ पसिना बोकायौँ अहिले खा जान्छौँ पानी सँगसँगै भयो दुईवटा अन्डा चाहिँ चटपटे हाल्नु अब उसको दुईवटा भाग हुन्थ्यो चटपटे हाल्नु अन्डा चटपटेमा अन्डा चटपटेमा अन्डा चाहिँ कसरी हो मुछेर फुटे खान फुटे खान एउटा खाने ब्रेड पुग्यो ब्रेड फेरि पछि बच्छ नि त फेरि के गर्ने कति ल्याएको 2 प्याकेट लाग्छ एउटाले पुग्दैन के केचप फाल्नु पर्यो नि त केचप त प्याकमा हाल्नु त पोखिहाल्छ न अब त आएर सबै खाइदेऊ न अब हातमै बोक्नु हात हावा साह्रै आनन्द 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 हो अब बोले कस्तो कुछ छ होला जुस मोची निकाल्नु मैले के मोची निकाल्न देखाउँ न उसलाई ल्याएको थियो मै नखाने भनेर हो सामान अलिक कम गर्दैन खुसी हुन्छ क्या नगर्नु उताबाट खानुपर्छ कता हो मन्दमतिर यो कसो राख्ने अनि यो केचप चाहिँ प्लास्टिकले बाँधेपछि भइहाल्छ नि बचिहाल्छ नि एउटा खाऊँ न भोक लागेको छ ठुलो देख्छ केचप मलाई पनि बनाएर ल यो हाल त्यहाँ बेट्छ कहाँ छ यहाँ ब्यागमा तिमी खाने हामीले नि आधी भाडा नि फेरि त एक्लै नखाउने मैले चाहेको छैन साँच्ची भनेको केटा म ह्याप्पी बर्थडे त भन्ने काम थियो क्या यस्तै मिठो खुवाइरहेको छु ह्याप्पी बर्थडे तालिबान पढाउनु भएको छ कि एउटा गीत ह्याप्पी बर्थडेवाला गीत ओके बाटोमा त्यति सेलिब्रेसन गर्दै हैन म के खुवाउँछु केक केटालाई केक खुवाउँदैछ मेरो बर्थडे दिन मिठो मिठो त्यो कच्चाले काटेको केक बनाउनु भिडियो हो कच्चाले यो ब्रेड काटेको अहिले त्यहाँ गएर बनाउनुपर्छ जेली पो रहेछ त जेली खाऊ दिनुहोस् दर्शक स्वागत छ तपाईँलाई मेरो च्यानलमा म फेरि आउँदैछु अर्को पुग्न आँटेको भ्यू लिएर
हामी झन्डी डाँडाको चाहिँ झन्डामा चाहिँ आएको तर त्यो ठाउँ चाहिँ होइन रहेछ। अब हामी उकालो चढ्नेछौँ। यहाँ मेरो 2 जना मित्रहरू प्रयास गरिरहेछ। झन्डी डाँडामा झन्डा चाहिँ छ तर कोही त्यस्तो राम्रो भ्यू त देख्दिनँ म। आउँदा आउँदा चाहिँ राम्रै भ्यूहरू थियो। त्यही भएर सिधा हिँड्ने गएर बाङ्गो टिङ्गो हेर्नु थियो त्यही भएर सक्नुहुन्छ। यही हो झन्डी डाँडा होला कि माथि पनि जानुपर्ने हो त्यति साह्रै खास त यहाँ देखिएन। पहिरो आएर हो कि यो होइन होला। यही हो उतो पनि छ। फुलहरू पनि सजाइरहेछ। जुन के अरे झन्डीमा छौँ यो चाहिँ झन्डाहरू मैले ठाउँ रहेछ। मेन चाहिँ अब त्यो माथि जानुपर्ने त्यो माथि रहेछ। त्यो माथि पुगेर चाहिँ अनि चाहिँ भ्यू देखाउँछु तपाईँहरूलाई कस्तो भ्यू देखिन्छ भनेर। यहाँदेखिको जो भ्यू छ नि यो क्यामेरामा नअटाउनु खालको छ। त्यही पनि जस्तो छ त्यस्तै छ। हेर्नु होला चित्त बुझाउनु होला। नआउनेलाई दुःख हुन्छ आउनेलाई सुख हुन्छ। धेरै पसिना बग्छ तर पनि ठाउँ हेरेपछि मन शान्ति र आनन्द भरिएको हुन्छ। यहाँ घाँसहरू ओभर हरियो छ होइन पुरै हरियो छ। त्यसमा अनि पुरै आँखा नै हरियो तिरिमिरी पारिदिन्छ। बादलहरू पहाडबाट के अरे कस्तो माथि उदाएर आउँछ अनि एकछिनमा हुस्सेर एकछिनमा फेरि हराउँदै जान्छ। हेभन डाँडा भन्दा पनि राम्रो ठाउँ चाहिँ झन्डी डाँडा पनि भन्न सकिन्छ यसलाई। किनकि यो घाँस पनि हेभन डाँडा जस्तै छ है। मुनि गयो भने हेभन डाँडा जस्तै छ नि। हट्नुहुन्छ कि यताबाट आउनु कता हाम्रो पाण्डाजी 2-4 शब्द जाओस् फेरि कस्तो भइरहेछ अनुभव। यहाँ आउनुमा कति गाह्रो थियो र यहाँ अहिले आइपुग्दा कस्तो भइरहेछ। तै के भन्न चाहनुहुन्छ? म त के भन्दिनँ। ऊ अलिक के अरे अनकन्फिडेन्स मान्छे कि त्यही भएर म लड्छु है। सो आउनु दे भिडियो बनाउनुपर्छ। अन्त अनि म त चुप्प लागि बसेको नि अगाडि सके पछाडि के मान्दै भाइ? अन्त नि अब प्लास्टिकै छैन के भन्ने प्लास्टिक त खोल्न प्लास्टिक निकाल्ने यो ससेसको यो प्लास्टिक हो त मिक्सी काम अब यो चानेल फाल्दिउँ नादुले घर लगाएर खान्छ। जे पनि मलाई नै देख्छ क्या यो मोटे त बाल पछि जाने कति होला जे पनि मलाई नै देख्छ। तिमी मात्रै गरेर गर्छु आफू पछि अन्तिममा राम्रो बने भने नराम्रो बने यादै गर्नु पर्छ। मेरो त कहिले राम्रो बनेन तर अब त बरु यसो गर्नु न तपाईले यो निकाल्नु कि हैन नि बनाउँ क्या अलिकति त खाऊ यसो बनाउने कोही खाजा हुन्छ क्या सोना भिडियो खाजा हुन्छ बुझ्यो अब खाजा न यो खाजा न के होला अनि के चलाउनु हातले क्यासन पो हाल्नु ला परेन क्यास भित्रको सबै हुन्छ काट्ने 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 सबै हुन्छ हाम्रो के होला सबै काट्ने अरे फोन अन्तिममा यो बिना मैले लाटा एकछिन फोटो खिच्नु भएन यहाँ तिमीसँग गरेर यस्तो गरेर काम दिनु आउँदै आउँछ आउँदै आउँदैन छोरा खान सक्छ अमलाने साथी थाउ फलेको छ जस्तै पो खानै खान्थे भने बस्छु खानु भने फलाइ फल भन्छ नि फलिहाल्छ
मलाई त अब के छ सिलौँ भनेन उयो घोला न। पर्दैन यो त्यो पर्दैन माथि हाल्नु न सबैलाई सबैलाई सबै हाल्नु न त्यसमा निदा लाग्छ मिस हाल्नु उतो भन्नुहोस् के ल्याउनु भयो आज झोलामा मैले आज 3टा एक्सट्रिम ल्याएको छु देखाउनुहोस्। हजुरहरूको लागि 2टा भएको यो 3टा अनि हजुर भन्नु अब तपाईँलाई के चाहिएको छ त्यस अनुसार हुन्छ अरू पनि छ कि? यो चाहिँ के को लागि थियो यो अब त्यस्तै पिउनको लागि हो नि अनि बाटो चाहिँ किन नफुटाएको रेडबुल एनर्जीलाई हुन्छ भनेर यो चाहिँ के हो पानीले हो गर्ने हो क्या यो भनेको कुरकुरे क्या करेन्ट हो करेन्ट हो यसले के करेन्ट गर्छ यिनीहरूले करेन्ट लगाएको छ जिन्दगीमा किन करेन्ट नगरे तपाईँको झन्डाडा पुग्नलाई मैले धेरै सहयोग गरेको छ ए एउटा हो। प्याकेट अघि सकेको छ तल होइन तल सकिन त चौथो सकेको त एउटा यो त अघि बाटोमा आउँदा आउँदै खायौँ हामीले यो कसरी सक्यो यो बाटोमा खाएर सक्यो ए बाटो खान ए अब यहाँनिर तपाईँलाई के चाहिएको छ अब तागत बढाउन अन्डा खायो बुलेले अन्डा खाएर यहाँसम्म आइदियो अनि हाम्रो एनर्जी अर्को जुस कहाँ छ हामीले ब्रेड खाएको केचपसँग ब्रेड खाएको अघि हामीले अब अर्ग्यानिक मही भन्दा नि अलिकति बजारी मही परेको होइन यस्तै हो अब अर्को भनेको यो चाहिँ कसले खाने हो यो कति हो 2 को यो खाएन नि फिर्ता गरिदिन्छु है कोक यो नखाने हो त फिर्ता गरिदिन्छु है स्टिमले पुग्छ होला नि त यो नखाने हो हेरौँ ला चुरी फुरी हेरौँ ला सबै खाने भन्दैछ देखाएको छैन अनुहार मुनि त्यो काटेर दिएको छु तपाईँ त्यहीबाट भन्नुहोस् कि कस्तो भयो भन्नुहोस् कस्तो भयो खुट्टा दुख्यो भन न म त घर फर्किन्छु भन्ने मिनेट मिनटमा चाहिँ यही हो कसरी खानुपर्ने त खोइ चाकुम तिमीले बनाएको चटपटे के छ र थोडी न नुनको कमी रहेछ तेलको कमी रहेछ मसलाको कमी रहेछ त्यही पनि मिठो छ त्यो पैसाको छ त्यो हाल्नुपर्छ नुन छ त्यहाँ यहाँ हाम्रो चटपटे देख्न सक्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ हामीले अर्ग्यानिक आफ्नै के दोकानमा पाएको र दोकानबाट ल्याएको जस्तो त्यसमा देख्नुहुन्छ चटपटेमा अर्ग्यानिक बजारको प्याज र अर्ग्यानिक दोकानको कुरकुरे बदाम अनि भुजिया अनि 190 को देख्न सक्नुहुन्छ अर्ग्यानिक भरिएको अर्ग्यानिक तपाईँहरू पनि बनाएर खानुहोला अनि हामी खाँदैछौँ 2टा थियो अनि अर्ग्यानिक टमाटरको सस उसले बनाउँदैछ देखाउनुहोस् कसरी बनाउँदैछ अब धेरै धेरै हाल्ने भाइ भन्नुहोस् के हाल्नु हुँदैछ हेर सेप ओहो कस्तो दामी सेप बनाउनु भएको हजुरले जुत्तामा के किरा छिरो क्या कि भ्यात्ले हुन्छ भेट्ने होला नि हो मेरो भाइ यत्रो सस खान्छु अर्को हाल्नु नि त चस 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 को त फिर्ता गरिदिउँ है को फिर्ता गरिदिउँ फिर्ता गरिदिउँ हाम्रो चाहिँ खानपिन भइसकेछ पेट टन्न चटपटे खाइ नसके आदि राखेको छ मही खाइयो अब स्ट्रिम खाइसक्यो होइन अब चाहिँ हामी तपाईँलाई भ्यू देखाउने छु होइन मजाले यहाँले भ्यू हेर्न सक्नुहुन्छ अब जस्तो छ त्यस्तै देखाएँ रहर यस्तै थियो यस्तै देखाएँ धनी छुइनँ गरिब छु अब क्यामेरा बोक्न सक्दिनँ औकात छैन सो तपाईँहरूलाई यस्तै मौसम यस्तै हुन्छ दिल दुखा है मगर उठा त नहीं हेर्न सक्नुहुन्छ मौसमहरू यस्तै छ अहिले मौसम चेन्ज भएर कस्तो दामी हिउँहरूको हावा चलिरहेछ हेर्नु हावाले नै कस्तो बनाइदिइरहेछ मोबाइललाई कता कता पानी आइरा अहिले लियो फोटो खिच्न बस्नु ल यता हेर एकचोटि